जाने त्यतिसम्म त मैले जानेकै पढायो एबिसिडी पनि मैले जाने पढायो मास्टरले सिकायो भने एउटै छैन भनेको के हो म त अचम्मै लाग्यो घरमा होमवर्क गरेको छ मेरो छोरा किताब ल्याइदियो मास्टरले एकचोटि पनि किताब चेक गरेको छैन मास्टरले चेक गरे के रातो डटपिन बोक्छ चेक गर्छ के त्यो बच्चाको डटपिनले चेक गर्छ एउटै चेक गरेको छैन हामीले दिनदिनै सोध्छ मास्टर त आज एक विषय भयो दुई विषय भयो भन्छ टिफिन पछि कहिले पढाएको तपाईहरुले विद्यार्थीलाई हामी अस्ट्रेलिया पढाउने आएको हामीलाई घरिघरि सुनाउन हाम्रो समय पनि मिल्दैन हेर्नु हाम्रो बच्चा आफ्नै गाउँको ठाउँमा छहरु भएर त हामी ढुक्कमा आएर बस्छौं अब त के वाइफाई छँदै छ त भन्नु मोबाइलमा धुनिने बस्ने बच्चाहरु कुन बच्चा अहिले कति बच्चाहरु भागिसक्यो तपाईहरु यहाँ आएको यत्रो गाउँको 3-4 जना हाम्रै गाउँको 3-4 जना मास्टर होला यो स्कुलमा होइन अरु ठाउँको त अनि के छ अरु ठाउँको त मास्टरलाई चासो हुँदैन हाम्रो यही गाउँको मास्टरले चासो राख्दैन हाम्रै ठाउँको विद्यार्थीलाई त्यो 7 वर्ष 7 वर्षमा पढ्न जाने नाम लेख्न कसै पनि चाहिँ नजानेको हामीले स्कुल नपठाउँथ्यो हाम्रो बच्चाले घरमै राखेर पढाउने नि त हामीले जाने भयो मैले नजाने भएको मेरो छोरा पठाएको 6 वर्ष भइसक्यो अब कहाँ पढाउँछ तपाईको छोरा जस्तै सबै विद्यार्थी छ ल भन्नुस् त सबै छ हेर्नु सबै तपाई फिल्म गर्नु आजदेखि हाम्रो फिल्ममा आउनु सबै 12 धुरी खोटेहरु छन् 12 धुरी खोटे छन् त्यहाँ 8 देखि 1 देखि 8 सम्मको बच्चालाई नाम लेख्न पनि आउँदैन नाम लेख्न पनि आउँदैन अनि मास्टर पनि कतिसम्म पढेको मास्टरहरुको 6 मा पढ्ने मान्छेलाई क ख सिकाउने अनि त्यो बच्चाहरु परीक्षामा त के लेखेर पास भएको त घण्टा लेखेर पास भएको मधेसीलाई चाहिँ फाइदा हुने भयो 6 मा 7 मा अब क पढाउँछ किताब त एक भारी दिएको छ नि 2 किलो त प्याज आउँछ हो के हो किलो छ अहिले त प्याज आउँछ अनि आलु आउँदो रहेछ प्याज आउँदो रहेछ अनि एक जतिकै पढे राम्रो छैन त अनि 6-7 मा पुगेको विद्यार्थीको समितिले के काम गरेको सोध्नु पर्थ्यो पहिला स्कुल किन चलेन तपाईले विश्वास गरेर पढाउनु त्यो तिनलाई हो के भन्नु विश्वास गरेर पढाएको छैन तपाईले गाउँपालिकाले मनोनित गरेर पढाएको मलाई थाहा छैन हामीलाई यो स्कुलमा त पढ्न नआउँदा पनि पास अहिले म आउँदा म पनि एसएलसीमा पास हुन्छ मैले नाम लेखाउँछ भने त्यतिकै पास भइहाल्छ सरहरूले जाने मान्छेले मेरो नाम लेखिदियो भने त्यो सार्ने बित्तिकै पास म पनि कसैले भनेर आएको हो कि हामी त हाम्रो छोराको पढाइ बिग्रियो हामी त पढ के भएर बिग्रियो भनेर सोध्न आएको हामी त अनि 6 सालमा